So hello guys, welcome to the channel. Right. केटाहरू घुम्न आएको छ गाइस अनि त्यो सबजना घुम्न आएको छ भने गाइस अब हामी चाहिँ कहाँ जाँदा भन्दाखेरि हामी चाहिँ यसो यो खोला छ खोलामा जान्ला हो होइन मेरो आवाज आइरहेछ कि छैन थाहा भएन तर हामी चाहिँ एउटा मजा हो कुन मेन केटा हो हामी नै हो मुला बिस्तारी हिँड्दै तिमी त लड्नौ बाटो चाहिँ यस्तो छ केटा हो रेकर्ड भएको छ केटा हो अब चाहिँ हामी हिँड्दैछौँ बाटोमा यहाँ तल कहाँबाट जाउँ भनेर हामी सोच्दैछ भाइ भनेर हामी हेर्दैछौँ खतरा छ यो खोला चाहिँ राम्रो छ है धेरै टाढा नै हेर्नु पऱ्यो कति भइरहेको दुई बिचमा हिँडेँ अहिले कति बज्यो भन्दाखेरि 4 बज्यो 4 बज्न 20 मिनट बाँकी छ है धेरै पनि लागेको छ 2 घन्टा लाग्छ तर हामी अघि हिँड्न थालेको सोची म कतिखेर आएको हेर्दै बिर्सेछु किनकि यो इन्स्टेन्ट प्लान हो भ्लग बनाउने मेरो बाटोमा हिँड्दा हिँड्दै आएको हो होइन आवाज चाहिँ आइरहेछ थाहा छैन आवाज आइरहेको छ भने चाहिँ गएर फेरि डबिङ गर्नुपर्छ एक्जाम छ केटा हो एक्जामको बेला मस्त घुमिरहेको छ केही छैन नो रिग्रेट्स टक्क लगाएर अब रिफ्रेस हुने हो होइन हेर्नुहोस् पुरा केटाहरू लाइनै छौँ हामी अब यहाँबाट फेरि यस्तो छ यहाँबाट धेरै छेउमा नजाउँ जे नै हुनसक्छ है बुझ्यौँ हिँड्दैछौँ यहाँ बाटो एकदम सानो छ यो बाटो चाहिँ कहिले बन्ने हो खोइ यार खतरा शब्द नबोलाउँ त्यस्तो जे पनि हजुर हाल्छु त यार आउन हामी चाहिँ गयो के हो यार डरै लाग्ने कति कहाँ हो र अब एकछिनमा फेरि भेटौँला केही हामी चाहिँ यो कहाँ छिर्दिउँ त्यो छिर्दिउँ होइन हामी छिर्दिनँ त्यो छिर्यो अब हामी जाँदैछौँ है बिस्तारै बिस्तारै जाँदैछौँ हामी है बिस्तारै जाँदैछौँ अब हेरौँ के हुन्छ गाइस हामी हिँड्न जा हेर्नुहोस् गाइस स्ट्रगल रियल स्ट्रगल यो है केटाहरू पहाड झर्दैछन् बिस्तारै बिस्तारै झरे है होसियार भएर आनन्दले गाइस म झर्नु पऱ्यो म चाहिँ झर्छु भग बन्द गरिदिन्छु एकछिन है गाइस हामी चाहिँ आइपुग्यौँ यस्तो छ है यस्तो छ गाइस केटाहरू चाहिँ डुब्न थालिसक्यो है हामी जाँदैछौँ कति फोहोर हो छ्या यहाँकोसम्म बाल्ला भइसक्यो ओ डिसी बिस्तारी ओए गइरहेछ गाइस हामी चाहिँ जाँदैछौँ टक्क लगाएर म चाहिँ जाँदिनँ त्यस्तो उही मेरो चाहिँ एकदम खतरा मेमोरी छ होइन मलाई डर लाग्छ केटा हो म त जाँदिनँ मजा चाहिँ उब्बर आइरहेछ है हामी खतरै ठाउँमा आइपुगेछौँ अनप्लान ट्रिप हो होइन डिसी चाहिँ अब माछा मार्न आँटेको छ गाइस हेरौँ है त
होइन मजा चाहिँ ओभर आयो। अब चाहिँ हामी जाने तर्खर गर्छौँ होइन। अब चाहिँ कलेज जाने हो। कलेज गएर चाहिँ अनि त्यसपछि अब यसो बाटोमा केही खाइन्छ अनि त्यसपछि कलेज गइन्छ है गाइस। त्यही हो, डिसी चाहिँ अझै निस्किन मानेको छैन त्यहाँबाट। हाम्रो रियल मर्मेड चाहिँ त्यही रहेछ हाम्रो ग्रुपबाट है। मात्र खतरा स्विमिङ खेलिदिरहेको छ गाइस। त्यही हो है त। अब भेटौँला। त्यही हो गाइस, अब बाटोमा भेटौँ ल गाइस। अब चाहिँ हामी फर्केको होइन। ए कस्तो स्यास्या भयो यार त्यति चढ्दैमा। अब चाहिँ हामी यहाँबाट हिँड्दै 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 तल त्यो कहाँसम्म जान्छौँ थाहा छैन, गएपछि देखाउँछु है त। बाई बाई। गाइस अब चाहिँ हामी फर्किँदैछौँ, बाटोको बिचमा छौँ। गाडीहरू लास्टै धेरै छ, अँध्यारो भइसक्यो। कति बज्यो? 5 बजिसक्यो एकखेल आएर। अबको 2 घन्टामा हामी ठ्याक्कै कलेज पुग्छौँ होइन। भाइ म त बिल हान्दिनँ नि, म त हालिदिन्छु, कट हान्दिनँ। सो गाइस हाम्रो चाहिँ भर्खर खाजा खायौँ होइन। खाजा खाएको चाहिँ खिच्न बिर्सिएछ। भोक लागेको बेला डर दन्काइयो होइन। ट्रक चलाएर सिलमा अब चाहिँ अब टक्क होस्टेल गइन्छ। 5:45 भइसक्यो। अब अलिकति तल गएर बस चढ्नुपर्छ। बस चढेर सिधै भैरवा जाने गाडी भेटिन्छ होइन। कलेज गएर जान्छ। मेरो मुख त आइरह होला अघिसम्म चाहिँ। अलि कस्तो भइरहेको छ। ठिक छ, अब सिधै गाडी चढेपछि भेटौँ है त। केटा हो हामी चाहिँ अब यहाँबाट लाग्यौँ है कलेजतिर। अब चाहिँ कलेज गइँदैछ। यसो फुटबलको रौनक हेर्दै है देखाउँछु कस्तो के छ है त। ल हेरौँ है त, इन्जोय गर्नु पाइरहेको छ।